हेलो गाइज, गुड मर्निङ। अहिले चाहिँ हल्का सिमसिम पानी परिरहेको छ। हामी छेउ खोलमा हिँडेको। हाम्रो यात्रा सुरु भइसकेको छ। यस्तो घना जङ्गल। अरूहरू बिहान नै 4:30 बजे गएर अनि 5 बजे 5:30 बजेतिर निस्किन्छन्। हामी बल्ल जान थाल्यौँ। के हो सानी दिदी, देख्नुभयो? हामी जंगलमा च्याउ खोज्न आएको। च्याउै भेटाइए छैन। भर्खर आएको। ठगै मार्दैछौँ। मार्दैछौँ बाटोमा। एउटा च्याउ भेटाएन। त्यही च्याउ भेटाएको थियो, तर त्यो नखाने च्याउ रहेछ कि। कस्तो दुःख हुँदो रहेछ। चिन्दिनँ कस्तो च्याउ अनि यस्तो म त यस्तो धेरै मोटा थियो अनि त्यही भएर एक्सर्साइज हुन्छ भनेर आएको। झन् सोध्दै हिँडिरहेको छु, तर मैले केही पनि भेटाउन सकिनँ गाइज। मैले च्याउ त भेटाएँ, तर यो नखाने च्याउ होइन कि। यस्तो सो स्याड। यस्तो च्याउ भेटाएको। अब यो च्याउ खाँदैनन् अरे। यो च्याउ खाइयो भने हामीले चाहिँ च्याउ भेटाउन सकेनौँ, तर न्युरो भेटायौँ। सानी दिदी देखाउनु त हजुर पनि। सानी दिदीले त्यति, मैले नि यति। यस्तो झाडी छ, यस्तो झाडीमा पसेर हामीले न्युरो खोजेको, तर केही न केही भेटियो। त्यहाँबाट त निस्किन सकिन्न सानी दिदी, हिलो यस्तो छ। यस्तो गाइस, लुक माई आउटफिट। यस्तो खुट्टामा त पुरै यो हाबीले काटेर कस्तो चराए जस्तो भयो भने। यो जङ्गललाई हेर्नुहोस् न, कस्तो सेटिस्फाई हुनेवाला के। कस्तो रमाइलो, कस्तो छुट्टै सुकुन। हामी त कता आयौँ। यहाँ पनि चाहिँ उम्रिन्छ न सानी दिदी, अहिले उम्रिने बेला भएन। नौ 9:30। यस्तै कहिले काहीँ होइन ट्रेकिङ जानै परेन कि। यस्तरी हामी जङ्गलमा च्याउ खोज्न आएको भने बेस्ट एक्सपिरियन्स। यसलाई भन्छ धैराको बुट। मैले चिनेको भनेको यही धैरा हो। धैरा। ओहो, यो काँडाको छ। ओहो, यहाँ त काँडे रहेछ सानी दिदी। दामी जङ्गल हेर्नुहोस् त। वाउ, यसलाई भन्छन् कालो जङ्गल, डेन्जर जङ्गल। यहाँ हेर्नु न, यो मच्छरहरू कति रन्केको छ। यस्तो रमाइलो। म पछाडि छुटेँ। यहाँ फेरि यो यस्तो काँडावाला बुट रहेछ। गोबेको यहाँ खुट्टाभरि त घावै बनाइदिइसक्यो मेरो त। अनि यस्तो चिप्लो बाटो, सुलुत्त लोट्यो भने त उहाँ तल पुगिन्छ। यस्तरी यो पुरै यस्तो ढुङ्गा। ओ माई गॉड, हामी मात्रै होइन छ कि गाइस, अरू पनि आएर ऊ गरे। अनि मैले पनि ऊ गरेँ। कस्तो रमाइलो। वाउ, यो यहाँ हिँड्दा पनि कस्तो रमाइलो भयो कि। यो छुट्टै एक्सपिरियन्स हुँदो रहेछ गाइस। त्यही भएर हजुरहरू चाहिँ ट्रेकिङ जान नपाए नि जङ्गलभित्र पस्दिनु होला। यस्तो घारी है यहाँ। यसमा के देखेन, यहाँसम्म नि छैन कि। घाँस अनि पुरै तलतिर त यस्तो सुलुत्त छ कि, यसमा नदेखेको रहेछ। बाटोभरि काँडा। ओह माई गॉड, स्वीट एक्सपिरियन्स। गफ सानी दिदीहरूको। ओह माई गॉड, यो काँडाले त मेरो खुट्टा र हात जाने भयो। यहाँ चाहिँ आएपछि त कस्तो चिसो हावा खाबै
उहाँ त्यो डाँडामा त्यो माथि माथि हुस्सु लाग्यो ह अनि यहाँ चाहिँ यता पनि हल्का हुस्सु ह तर कस्तो पाहाडमा गए जस्तो फिल भयो भनौँ मलाई यो नि पाहाडै हो तर पनि कस्तो चिसोवाला हावा कस्तो रमाइलो कस्तो राम्रो झरिन्छ त खोज्दै खोज्दै झर्ने मिल्ने भए मिल्छ कि नमिल्ने मिल्दैन हामी अलिक तल चाहिँ उसमा गएर पार्टी खाना क्या त्यो चपाटी सपाटी मैले पाट पनि टिपेछु कि मैले त कहाँ देखाएको यस्तो भयो गाइस यसरी खोलामा आएर बसिरहेको छु त्यसरी झर्दै हुनुहुन्छ मेरो छेउ यति भेटाएँ मैले मेरो त खुट्टा त गयो हेर्नु जुत्ता पनि गयो त्यसरी भचाक्कै होइन कस्तो दामी खोला छ यहाँ यस्तो अब हामी खोलै खोला जाने यहाँ पौडी खेल्न पनि मिल्छ तर मलाई पौडी खेल्न आउँदैन कस्तो दामी च्याउरी खाइदिएन बल्ल पो हुन्छ आउनु त कपिलै रहन्छ त्यतिबाट झरेको फत्त त्यहाँबाट अर्को ढुङ्गामा च्याउ यो हो नि त च्याउ त च्याउ खान आएको हामी जग्गै डाँडामा भेटाइयो अलिअलि अब हाम्रो यात्रा लागिसक्यो घरतिर मैले हजुरहरूलाई यस्तो अप्ठ्यारो ठाउँ थियो कि मैले त्यो छोप्नै सक्थेन कि मोबाइल पनि म त लोड्दै आएको त्यही भएर मैले त्यहाँको क्याप्चर गर्नै पाएन यही हो हाम्रो एडभेन्चर झरना हेर्नु झरना कस्तो राम्रो झरना देख्नुभयो त्यो हामी यस्तो बाटोबाट यहाँबाट आएको कस्तो लिपेर चिप्लेर लुट्यौँ यस्तो डेन्जरियस बाटो हेर्नु जनावरको खुट्टा भैँसीको जस्तो खुट्टाको अनि यहाँ पनि छाप म त जुत्ता खोलेर हिँडेँ कस्तो बुढी औँला दुहायो भने मेरो त के म त खुट्टा खोलेर हिँडेँ फाइनली म चाहिँ घरमा आइसकेको छु र अब चाहिँ मैले ल्याएको च्याउ हेर्ने पालो या यो हो मैले ल्याएको च्याउ मैले यस्तो खाले च्याउ ल्याएँ त्यस्तै नफाल्नु न मैले पाएको च्याउ भनेको यो च्याउ सबै यस्तो च्याउ देख्नुभयो गाइस अनि यो पनि मैले लिएको च्याउ हो कस्तो राम्रो यो पनि मैले ल्याएको च्याउ हो यो सबै मैले ल्याएको च्याउ हो यति दुःख भएन र मेरो त खुट्टै गयो यो पनि कस्तो राम्रो छ न